नेपालको उच्च शिक्षामा गत 10 वर्षमा 60 भन्दा बढी खुलेका फरेन एफिलिएटेड कलेजहरूले कस्तो किसिमको नेगेटिभ इफेक्ट पारिरहेछन्, पुरा इकोसिस्टम नै कसरी ध्वस्त भइरहेछ उनीहरूको कारणले गर्दा भन्ने तपाईँहरूलाई म 5वटा कारण दिन्छु। पहिलो कारण के छ भनेदेखि उनीहरूले के सिस्टम ल्यायो भने नेपालमा जाँचै दिनु नपर्छ। एउटा हाम्रो एजुकेसन सिस्टमको राम्रो के थियो भने स्टडी एजुकेसन सिस्टमको जति स्टुडेन्टले जाँचको लागि त पढ्थे नि, वर्षभरि नपढे नि, थ्योरी पढ्थे, कन्ठ गर्थे, जे गर्थे होइन, थ्योरी चाहिँ सिक्थे, जाँच दिन्थे नि, त्यो राम्रो कुरा। त्यो कुरा अमेरिकाले पनि मिस गरिरहेछ अहिले। द्याट्स द ओन्ली थिङ दे एप्रिसिएट। अमेरिकाले पनि इन्डियन साउथ एसियन एजुकेसन सिस्टमको चाहिँ कम्प्रिहेन्सिभ एक्जाम हुन्छ नि, 3 घन्टा लेख्न पर्ने, दे इभन एप्रिसिएट ओभर हियर। ड्रिलिङ भनेर भन्छ त्यसलाई, सिस्टम होइन, पढेर गान दिने, त्यसले फाइदा गर्थ्यो। यो फरेन एफिलिएटेडले गरेर कलेजहरूले के गर्थ्यो भने जाँचै दिन पर्दैन, त्यो हावा फरियो छ। साथीहरू फरेन एफिलिएटेड भयो, हे जाँचै नदिई पास भएको छ त्यहाँ त भन्ने भयो। त्यो यङ जेनेरेसन जुन हुन्छ नि, जाँचै नदिई पास, उनीहरू त खुसी, राम्रो कुरा भयो नि त होइन, जाँचै नदिई पास हुनुपर्ने, त्यो त अचम्मको कुराहरू त। डिग्री पाइहाल्ने रहेछ, विदेशी डिग्री पनि पाइने के होइन, त्यो विदेशी केही न कामको डिग्री, फेक डिग्री भन्ने उनीहरूलाई थाहा छैन, कसैले भन्दैन, कसैले थाहा हो। त्यो जाँच नदिने सिस्टम आयो। अनि त्यो कारणले गर्दाखेरि के भयो भनेदेखि अरू गभर्मेन्ट स्कुलका विद्यार्थीहरूले हो त्यहाँ त जाँदै नदिने पास हुन्छ, हामीलाई जाँच यति कडा भनेपछि अनि धेरै गभर्मेन्ट स्कुल, धेरै यो टियुका बहुमुखी क्याम्पसहरू भन्छ नि, जहाँ चाहिँ खोलेको छ नि, भरतपुर बहुमुखी क्याम्पस, बिरगन्जतिर बहुमुखी क्याम्पस छ, अलिक बढी राइट भएको, तपाईँले बुटोलतिर गयो भने बहुमुखी क्याम्पस, त्यो बहुमुखी क्याम्पसहरूले सेमेस्टर एक्जाम चाहिँ आफ्नै सेन्टरमा गराउन थाले। अनि उनीहरूमा के भयो भनेदेखि त्यो एफिलिएटेड कलेजहरूको कारणले गर्दा चोरी सिस्टम सुरु भयो। मैले थुप्रै एक्जाम्पलहरू पनि दिएको छु। पुरा खुलेआम चोरी गरेर पास गर्ने, त्यो चोरी गरेर पास, त्यो नराम्रो इफेक्ट, नराम्रो सुरु। पहिला जाँच कडा हुन्थ्यो, सेन्टर अर्को हुन्थ्यो, ठुलो कुरा थियो कि, राम्रो कुरा हो कडा हुनु भने जाँच भन्ने कुरा होइन। पास हुनेले तेस्रो डिभिजनमा पास भने गर्वसार भन्न सक्दैन नि म पास भएँ भनेर। अहिले पासमा मात्रै भएर चोरेर पास गरेपछि अनि पढ्ने विद्यार्थीलाई कस्तो इफेक्ट पर्छ। अनि अर्को कुरा, यो फरेन एफिलिएटेड कलेजहरूले के ल्यायो भनेदेखि स्किल सिके भइहाल्यो नि भने सानो स्किल सिकाउने, नो थ्योरी। टियुमा त सबै थ्योरी सिकाउँछ, पियुमा त सबै थ्योरी सिकाउँछ, केयुमा सबै थ्योरी सिकाउँछ। एजुकेसन भनेको थ्योरी हो, थ्योरिटिकल अन्डरपिनिङ हो। सानो स्किल सिक्दा ट्रेनिङले भइहाल्छ नि। त्यो नेगेटिभ इफेक्ट सबै नेपालीहरूलाई छरियो। पुरानो कोर्स पढाउँछ, थ्योरी पढाउँछ टियुले त भन्ने कुरा। पढ्नु पर्ने थ्योरी हो, 4 वर्ष स्कुलमा गएर। स्किल त जहाँ 3 महिना ट्रेनिङ लिएर सिद्धिहाल्छ नि। स्किल चाहिँ पर्टिकुलरली एआई एजमा आएर त थ्योरी सिक्नु पऱ्यो। स्किल त सबै एआईले गर्छ भने स्किल काम गर्ने त। जसले थ्योरी जाने त्यो राम्रो ग्रेजुएट हुन्छ, जसले थ्योरी जाने त्यो राम्रो हुन्छ भनेपछि इट्स भेरी इम्पोर्टेन्ट टु नो थ्योरी। यो फरेन एफिलिएटेड कलेजले स्किल गरेर हौवा दिएर होइन, 3 महिना स्किल सिकाएर डिग्री बाँडेर त्यो नेगेटिभ इफेक्ट देशभरि फैलिएको छ। प्यारेन्ट्सहरूले बुझ्नु पऱ्यो। अब अन्डर ग्रेड एजुकेसन 4 वर्ष अन्डर ग्रेजुएसन थ्योरी सिक्ने हो, म्याथ सिक्ने हो, ल्याङ्ग्वेज सिक्ने हो, स्किल होइन। अनि अर्को कुरा यो के भयो भनेदेखि यो फरेन एफिलिएटेड कलेजहरू क्लासै हुँदैन। यसो हल्लियो, यसो कफी सफी गयो, कटकपुटुक गऱ्यो, यसो टेको अलिअलि गऱ्यो, यसो उसो गऱ्यो, क्लासै हुँदैन। अनि त्यो हावा के चल्यो भने अब साथीहरू देख्छन् फरेन एफिलिएटेड कलेज हल्लिहाल्दैछ दिनभरि, टिकटक बनाएर मान्छेहरू बजाएर कफी खाइछन्, हामी चाहिँ किन यत्रो पढ्ने भनेपछि अनि अरू त्यो नेगेटिभ इफेक्ट सहरमातिर अन्त्यतिर अरू विद्यार्थीहरू पनि के हुन थाल्यो भनेदेखि हे त्यहाँ पो पढ्नु पर्ने छ, क्लासमै जान्न पर्ने होइन, यसो हाउ गर्न पाइने, दिनभरि कफी खाने, बियर खाने, यता जाने उता जाने भन्ने, पढ्नु पर्ने त्यहाँ जानु पर्ने छ भनेर अनि सरकारी स्कुलमा त्यो हावा लगायो, क्लास एटेन्ड गर्ने, क्लासै एटेन्ड नगर्ने, त्यो प्रब्लम भयो। तेस्रो कुरा। अनि चौथो कुरा के हो भने त्यो फरेन एफिलिएटेड कलेजहरूमा चाहिँ ग्रेड इन्फ्लेसन, सबैलाई ए ग्रेड। मेरो बाबु के जान्छ भने सबैलाई ए ग्रेड पाउँछ। उताको युनिभर्सिटी केही हेर्ने होइन, त्यो दलालहरूले टिचरलाई भनेर चाहिँ ए ग्रेड दियो भने चाहिँ भक्टा पढे पनि ए ग्रेड, नगरे ए ग्रेड भनेपछि त्यो ग्रेड इन्फ्लेसनको परम्परा यो गभर्मेन्ट कलेजहरूमा, नेपालको कलेजहरू पनि गयो। अब सरकारी कलेज सबैलाई ए ग्रेड दिने, राम्रो राम्रो ग्रेड दिने, पास गराउने, त्यो नेगेटिभ इफेक्ट। पाँचौँ कुरा के भयो भनेदेखि जुन कम्प्रिहेन्सिभ एक्जाम हुन्छ नि, सेन्ट्रलाइज एक्जामहरू हुन्छ, अन्त गरेर लिन्छ नि, त्यसले के हुन्थ्यो भनेदेखि राम्रो ग्रेड ल्याउने मान्छे विनरहरू हुन्थ्यो, 2-4 जना हुन्छन् नि, भनेपछि दे वर प्राउडली कुड से द्याट आई गट अ लट अफ, आई वाज अ टपर, आई गेट ए ग्रेड होइन भन्ने कुरा, त्यसको भ्यालु हुन्थ्यो। अब सबैलाई ए ग्रेड चोरेर सबैले ए ग्रेड ल्याउनु थाल्यो, वेयर इज द विनर? हामीले कहाँ निकाल्यो, कहाँ आयो हाम्रो? त्यो हरेक कलेजबाट हरेक ग्रेजुएटमा 2-3 जना त साइन्टिस्ट बन्ने हुन् नि, सबै त बन्दैन नि त। त्यस्तो मान्छेहरू चाहिँ एकदम निरुत्साहित हुन थाल्यो, पढेर केही पनि मतलब छैन, सबै चोरेको छ, सबैले ए ग्रेड ल्याइरहेको छ, के मतलब भनेपछि पढाइको भ्यालु नै घटेर गयो एकदम। मलाई थुप्रै राम्रो पढ्ने विद्यार्थीहरूले बाहिर कलेजबाट मलाई नोट लेखेर पठाउँछन्, हामी यस्तो पढ्छौँ, त्यहाँ चोरेर
सबै क्वेसन आउट गरेर मोबाइलबाट क्वेसन पठाएर बाहिरबाट लेखेर ल्याएर त्यसले A ग्रेड पड्काइदिन्छ, कहिले पनि क्लासै आउँदैन। पढाइको त भ्यालु नै भएन। म यस्तो निरुत्साही, भेरी फ्रस्ट्रेटिङ, यस्तो गाह्रो भइरहेछ हामीलाई। क्याम्पस चिफले पनि वास्ता गर्दैन, कसैलाई पनि भन्यो भने पनि वास्ता गर्दैन। स्टुडेन्ट लिडरहरूले त्यही गर्छन्, युनियनको लागेको लिडरहरूले चोरी गर्ने उनीहरूको ठुलो उद्देश्य युनियन लागेको लिडरहरूको। हामीले राम्रो पढ्ने विद्यार्थीहरूलाई निरुत्साहित गर्यो हेर्नुहोस्। यो सबै फरेन एफिलिएटेड कलेजको प्रब्लम हो। त्यही भएर नेपालको उच्च शिक्षालाई अझ ध्वस्त हुनबाट रोक्नु हो भने तपाईँ प्यारेन्ट्सहरूले, अभिभावकहरूले आफ्नो छोराछोरीलाई फरेन एफिलिएटेड कलेजमा नपढाउनुहोस्। उनीहरूले जान्ला, तपाईँले भन्नुहोस् उनीहरू केही पनि बुझ्या हुँदैन, दे डोन्ट नो एनिथिङ। तपाईँ प्यारेन्ट्स भएपछि तपाईँको रेस्पोन्सिबिलिटी हो। यस्तोमा जान्नुहुन्न त गाह्रोमा पढ्नुपर्छ नि 4 वर्ष। तँलाई हामीले पैसा फी तिरेको छ, घर बसेर खाछस्, तेरो काम पढ्नु हो, खुरुखुरु पढ, पाता कसेर पढ भनेर भन्नु। जान्छ पनि चोर्नी। मलाई त के लाग्छ भने जहाँ 35 नम्बर ल्याउनु त, तर पढ्दै नपढ्यो भने फेल हुन त मलाई ट्राई गरेर पर्छ जस्तो लाग्छ। कसरी फेल हुन्छन् मान्छे? बरु पढ्दै नपढ्या नानु पढ्ने हो भने कोही फेल हुन्छ, हुँदै हुँदैन। 35 नम्बर भने के हो र, 40 नम्बर भने सबै पास हुन्छ नि त, पढ्दै नपढ्ने। अनि बाबुआमालाई चिन्ता गरेछ, छोरो मर्छु भन्छ, छोरी मर्छु भन्छ, यसो भन्छ, फरेन एफिलिएटेड जान्छु भन्छ। मर्छु सजन तपाईँलाई धम्की दिए मात्रै हो, तपाईँले सम्झाउनु पर्छ, तपाईँको रेस्पोन्सिबिलिटी हो। यस्तो गर्नुहुन्न तैँले भनेर भन्नुहोस्। त्यति गर्न छोड्नु तपाईँले अहिले प्यारेन्ट्स भएको, अभिभावक भएको तपाईँको उत्तरदायित्व तपाईँले निभाइराख्नु भएको छैन, तपाईँको रेस्पोन्सिबिलिटी पुरा गरिराख्नु भएको छैन। प्लिज डु द्याट। त्यसरी यो फरेन एफिलिएटेड कलेजहरूले नेपालको एजुकेसन सिस्टम ध्वस्त पारेका छन्। यो नरोक्ने हो भने यो किरा, यो धमिराले सल्किसिया छ सबैतिर, यो खत्तमै पारे। यो 10 वर्षभित्र यिनीहरू रोकेन भने के हुन्छ नेपाल हालत हेर्नु। 10 वर्षमा कति खराब भइसक्यो। 10 वर्ष पूर्व चाहिँ के हालत हुन्छ। किप फाइटिङ फर द गुड एजुकेसन, यु हेभ टु डु इट। थ्याङ्क्स, बाई।